हेलो साथीहरू, मेरो यस युट्युब च्यानलमा तपाईँले धेरै धेरै स्वागत छ। म आज नेपालको संविधान सम्बन्धी 10वटा प्रश्न र उत्तरहरू लिएर आइसकेका छु। तपाईँहरूसँग बिन्ती छ कि भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। प्रश्न नम्बर 1, नेपालको संविधान कहिले जारी गरियो? साथीहरू, यसको सही उत्तर आएछ 2072 साल असोज 3 गते। प्रश्न नम्बर 2, नेपालको संविधानमा कतिवटा भाग रहेका छन्? साथीहरू, यसको सही उत्तर आएछ 35 वटा। प्रश्न नम्बर 3, नेपालको कुन धारामा नेपाल राज्यको परिभाषा गरिएको छ? साथीहरू, यसको सही उत्तर आएछ धारा नम्बर 4। प्रश्न नम्बर 4, वर्तमान संविधानमा कतिवटा मौलिक हकहरू रहेका छन्? साथीहरू, यसको सही उत्तर आएछ 31 वटा। प्रश्न नम्बर 5, नेपालको संविधान अनुसार राष्ट्रिय झण्डाको विवरण कुन अनुसूचीमा छ? साथीहरू, यसको सही उत्तर आएछ अनुसूची नम्बर 1। प्रश्न नम्बर 6, महिलाको हक संविधानको कुन धारामा व्यवस्था गरिएको छ? साथीहरू, यसको सही उत्तर आएछ धारा नम्बर 38। प्रश्न नम्बर 7, प्रधानमन्त्री हुनका लागि कम्तीमा कति वर्ष उमेर पुगेको हुनुपर्छ? साथीहरू, यसको सही उत्तर आएछ 25 वर्ष। प्रश्न नम्बर 8, नेपालको कार्यकारिणी अधिकार कसमा निहित रहेको छ? साथीहरू, यसको सही उत्तर आएछ मन्त्री परिषदमा। प्रश्न नम्बर 9, राष्ट्रपतिले को सक्षम पद तथा गोपनीयताको शपथ लिनुपर्छ? साथीहरू, यसको सही उत्तर आएछ प्रधान न्यायाधीश। प्रश्न नम्बर 10, प्रतिनिधि सभामा जम्मा कतिवटा सदस्यहरू रहन्छन्? साथीहरू, यसको सही उत्तर आएछ 275 जना।